थियो त देश उनीहरूलाई चाहिएको छ किन भन्दा राजा हुनु छ उनीहरूलाई उनीहरू कहाँबाट आए त त्यही कुमाउ गढवालको बाटो अस्ति भर्खर छिरेको हिस्ट्री छ त त्यहाँबाट नि किन उनीहरूले सेपरेट के मुस्लिम के जाति राज्य खोजेको थियो त्यहाँ मिलेन त्यहाँबाट यता छिरेर माथि बझाङतिरबाट राजा हुँदै हुँदै आएका होइनन् त यिनीहरूका सन्तान अनि कहाँ हामीलाई चाहिँ आएर उनीहरूले के न दिलाइदिनु हाम्रो बाबुबाजेले 10-15,000 वर्ष अगाडिदेखि यो ठाउँलाई नेपाल भन्ने देश पो अस्ति भर्खर पायो होला त के अरे नेपाल भन्ने नाम पो नयाँ भयो त नेपाल त खाल्डो त काठमाडौँ मात्र थियो नि त पहिला त त्योभन्दा अगाडि त आफ्नो आफ्नो राज्य थियो सबैले आफ्नो आफ्नो ठाउँ सम्हालेर बसेका थिए त्यो ठाउँलाई खान बस्न मिल्ने बनाएका थिए खेती योग्य बनाए बिउहरू कहाँबाट ल्याए बिउको मिथकहरू छ हाम्रोमा चराहरूसँग जोडिन्छ बिउको मिथकहरू जोडिन्छ पानीको मिथक जोडिन्छ आगोको उत्पत्ति गरेको मिथक जोडिन्छ हरेक कुराहरू त्यो ठाउँमा छ मुन्दुममा रिसर्च गरेको 22 वर्ष भयो एक प्रुफ हामीसँग छ नि त तर अब गगनजी पनि पहिला यङ हुँदा अब विद्यार्थी हुँदा भन्नुभएको कुरा होला यो अब त ज्ञान आयो होला र फेरि पनि भन्छु कोही पनि क्षेत्री बाहुनले आएर हामीलाई हाम्रो अधिकार दिनु पर्दैन र जातीय